रमाउने भनेको त बचपनमा मात्र रहेछ। जिम्मेवारीले टाउको भरिएपछि त चाहेर पनि रमाउन नसकिने रहेछ। जिद्दी त सबै हुन्छन्, तर झुक्छ त्यही जसलाई सम्बन्धको चिन्ता हुन्छ। यदि प्रेममा पैसाको स्थान हुँदैन थियो भने राजकुमारको नाम किन आउँथ्यो र? कहिले सुन्नु भएको छ मेरो सपनाको मजदुर जन्ती लिएर आउँछ भनेर? माया गर्ने आँट गरिसकेपछि सम्बन्ध टिकाउने साहस पनि राख्नु पर्दछ। जिन्दगी पनि चन्द्रमा जस्तै भएको छ, हेर्दा राम्रो देखिन्छ तर एक्लै छ। मानिसहरू हरेक पटक यही सोच्छन् कि उमा के देखिस्। म हरेक पटक यही भन्छु कि माया बिना कारण हुने गर्छ। मानिसहरू बदलिन्छन्, प्रेमले जोड दिन्छ, साथीहरू छोडी जान्छन्, अवस्थाले धोका दिन्छ, बनाएका सपना तोडिन्छ, तर याद रहोस् जिन्दगी चलिरहन्छ। साह्रै गाह्रो रहेछ उसलाई बोलाउन जसले तिमीलाई सम्झनको लागि अनेकौं यादहरू दिएको हुन्छ। यति बुझ माया सिसा हो, त्यसैले त फुट्दा कम र चर्किँदा बढी दुख्ने गर्दछ। आजकल मनबाट होइन दिमागबाट सम्बन्ध निभाउने गर्छन्। मायाको अर्थ माया गर्नेले पो बुझ्छ, नाटक गर्नेले त कहिले बुझ्दैन। चित्त दुखाउने बित्तिकै रोइहाल्नु हुँदैन, किनकि सबै चित्त दुखाउनेहरू आँसुको लायक हुँदैनन्। जब विश्वास टुट्छ नि तब यो सरी भन्ने शब्द पनि मजाक लाग्दछ। प्रेम गर्दा चाहिँ दुवैको सहमति हुनुपर्ने रे, अनि बिछोडमा चाहिँ एक्लै निर्णय गर्दा हुन्छ रे। मायामा पनि कति धेरै अन्याय। करोडौंको भिड किन नहोस्, खोजी सधैँ एउटै अनुहारको हुन्छ। प्रेमको परिभाषा संग्रहालयमा राख्नु, किनकि यसको अर्थ नै लोप भएर गइसक्यो।